मेरो साथीको घरमा फसेछ अरे हो त्यो पाइथनलाई चाहिँ अब रेस्क्यु गर्नु गइरहेछौँ हामी हो अब अगाडि हेरौँ अहिले त हामी जाँदैछौँ बाटोमै छौँ त्यहाँ पुगेपछि मात्रै थाहा हुन्छ पाइथन हो के हो भनेर पाइथन हैन किङ कोब्रा होला किङ कोब्रा भन्दा रडी हुन्छ किङ कोब्रा भन्दै अलिक रडी हुन्छ क्या अमरेश पुरीलाई बोलाउनु पर्छ पाइथन हो भने ठिकै हुन्छ बजाउने लाना हुन्छ नि त्यो पाइथन त भइहाल्छ बेसी टाढा छैन अब आउन आँटेको पलिस 10 के घर हुने एक जो बड़का सांप पाइथन घर में घुस गेला ओके निकाले खातिर हमने सब समझे मन के होने जाओ थे एकदम रेस्क्यू के खातिर तुम मन के लाइन पे बैठे रहे मौके संग देखते रहे हमने मन वीडियो देख के रही এখন हमने मन के एकदम पूरा स्पीड कसैले 120 का स्पीड पे जाओ थे भने रेस्क्यू कर खातिर हमार एकदम खास दोस्त पलुस तिर्की खतरा सेट की घर भी आई गेलक ओए यहाँ मन तो एकदम पूरा मानिस का भीड़ है ओए समधी मन भी है ओ माय गॉड समधी मन भी है तो रेस्क्यू टीम आई गेलक हमर गड्डे माला लाग्दिन मेरो छुट्टीमा लोग फरेस्टहरु खोइ चप्पल लगाउनु काका चप्पल पाइथन नै त किधर है किधर है यसको मुख म त पक्रिनु पर्छ मुख यसको मुख पकड्यो मान्छेले क्या मुख म त पक्रिनु पर्छ ए समधी मन के साथीले चाहिँ यहाँ गरिसकेको छ हो गाड़ी आ गए हैं रेस्क्यू के लिए देखो तो सही कम से कम हाम्रो साथीले चाहिँ अलिक राम्रो देखाउनु अलिक यार देखो ना ओ देखो ना एकछिन भाइ उजाला बस्नु एकछिन देखो न त राम्रोसँगले देखो यहाँ हेरौँ अब यसलाई चाहिँ हामीले रेस्क्यु गर्नु चाहिँ एकछिन पक्कै यसको रेस्क्यु गर्नु चाहिँ जाँदैछु यहाँ खोलाको छेउमा चाहिँ अब रेस्क्यु गरिदिँदै हामी यसलाई होइन अब जाँदैछ साथीले खोलाको छेउमा रेस्क्यु गरिदिँदैछ ओ माई गॉड ये क्या हो गया मुंह में पानी आ गया देख पुलिसको घरमा आएका अब रेस्क्यु जाँदैछ अब रेस्क्यु गर्नु लागि एकदमै ओ भन्दा नि यो माका कहाँबाट आयो
ठुलै छ नि हौ आम्मा यो खायो भने अझै ठुलो हुन्छ नि यो खाली पेट रहेछ नि त यसलाई रेस्क्यु गर्नु चाहिँ अलिक अगाडि हेर न लास्ट एन्डिङ हेर एन्डिङ किन माछा काट्यो क्या हौ यहाँ जाली यस्तो खोलाको जालीमा ग्याद्राङ गर्दै हिँड्नु परिरहेको छ उता झन् त्यो खोला पारेको हामी पिकनिक खानु गयो कि डर फाटेको घर चाहिँ मुढा पर्लाको होइन यो भन्दा पनि ठुलो थियो ए यहाँ त पुरा खानु पाएको पुरा छ नि नि अझै माथि गयो भने त डुकुरोहरू यता छोड्नु हुँदैन नि अलिक अब तुरे त अन्त खोलापट्टि नै फ्याँक्नु न अब चाहिँ यसलाई चाहिँ रेस्क्यु अब चाहिँ यसलाई यहाँ छोड्दैन होइन यो कहाँ जान्छ अब यसलाई चाहिँ यहाँ बानमा हामीले रेस्क्यु गरिदिएको मागाई त माथि आउँदैछ त यहाँ माथि चाहिँ घुमिरहेछ चाहिँ हामीले यहाँ बानमा रेस्क्यु गरिदिएको माकाई त कताबाट निक्लिन्छ फेरि सम्झे तपाईँको खुट्टा पनि निक्लिन्छ नि फेरि भित्र पसेको छ पुच्छर यहाँ हो पुच्छर ए यहाँ यता भित्र पस्यो यता कता ए त्यो भन्दा एकताल पनि आएको ल साथीहरू अहिले चाहिँ अब हामीले होइन सफलतापूर्वक यसलाई रेस्क्यु गरिसकेको छ छोडी पनि दियो होइन त्यस्तै हो यो जीव जन्तुहरूलाई मार्नु हुँदैन होइन यिनीहरू प्रकृतिको लागि एकदमै राम्रो हो त्यो अलिकति सतर्क चाहिँ बस्नुपर्छ होइन घरतिर पस्छ याद गर्नुपर्छ अब पानीको सिजन गरमको सिजन आउँछ ल साथीहरू हेर्दै गर्नुहोस् मेरो च्यानललाई थ्याङ्क यू ए सम्झे मन के